गाइज वेलकम टु माई न्यू ब्लग। फेरि सबैलाई स्वागत छ मेरो ब्लगमा। म चाहिँ पहाडको यात्रा गर्दाखेरि खिचेको भिडियो पहाडमा छु चाहिँ टाङ कुइपाबाट म चाहिँ अब त्यो खानी मन्दिरतिर जाँदैछु। अनि यो बाटो चाहिँ कुइपाको बाटो हो। बाटो कुइपाबाट माथि नुनथला निस्किने बाटो हो। बाटो अफरोड छ तर जस ठिक छ। पहाडको बाटो यतिको बाटो राम्रै भन्नुपर्छ। बाटोलाई चाहिँ ठाउँ चाहिँ डेन्जरै थियो। राम्रै छ बाटोहरू। अब हेर्दैछौँ कस्तो बाटो छ अगाडि। यो बसले चाहिँ अघिदेखि अगाडि पछाडि गरेको गरे अझै मेरो खोला झरेर पछाडि पऱ्यो नि धुलो उडाएको साइड दिएको छैन। साइड दिन्छ होला भन्ने आशा छ होइन। कति ठाउँमा कहाँ साइड हुन्छ बाटो कहीँबाट भागेर जाउँ। बसले चाहिँ मलाई तलतिर एउटा साइड दियो अनि म चाहिँ अब उकालो लागेँ होइन। बाटो अफरोडै छ अझै पनि। माथिबाट चाहिँ पिच छ अरे भन्ने सुनेको छु। फेरि माथिबाट चाहिँ पिच होला बाटो होइन। अहिले चाहिँ अफरोड छ। गाडी रिक्स छ एकदमै ठोकेको छ। जाँदैछु अघि नै तलतिर किन दाइलाई भेटेको थिएँ। यहाँ माथितिरबाट चाहिँ खत्रै पिचै छ भने चाहिँ बाटो होइन। यहाँबाट चाहिँ बिजुलीसम्म झर्ने बाटो पिच छ भाइ। अलिक माथितिरबाट त्यहाँ डाँडामा पुगेपछि हुन्थ्यो। नुनथला ठाउँबाट चाहिँ पिच छ अरे बाटो। अब जाउँ हेरौँ कस्तो बाटो। त्यहाँ ट्र्याक्टरसँग चाहिँ दामी पिच भइदियो भने त बाटो खिचिदिई जाने हो नि त। म फेरि पुग्नु छ। मौसम पनि पानी पल्ला जस्तो भइरहेको छ। त्यस्तो घाम पनि लागेको छैन। बाटो कस्तो छ माई गड। ल पिच रहेछ। एट सही हो त दाइले थ्याङ्क यू दाइ। तपाईँले एकदम सही कुरा भन्नु। पिच छ यहाँनिर चाहिँ त्यो बाटो पिच हुँदो रहेछ भत्किलो ठाउँहरूमा। ठिक छ पाहाडको बाटो भत्किएको यसरी नै बनाउनुपर्छ। दाइहरूलाई सलाम छ मेरो। दाइ चाहिँ पालपत्र छरिदियो भन्छ। त्यो कालो के हो राम्रो कुरा। यतिको बाटो भत्किनाटिको बाटो बनाउनु राम्रो। यो चाहिँ बिजुलीबाट उँधो झरेपछिको बाटो हो। लामडाँडा खामपातिर लामडाँडातिर जाने बाटोको चाहिँ उता अर्को बाटो पनि छ अरे। तर त्यो चाहिँ म एकचोटि पहिला जाँदाखेरि चाहिँ एकदम रिक्स थियो। अनि त्यही म त्यो बाटो यसपालि चाहिँ गइनँ। यसमा म यो बाटो आएको हो। अब हेरौँ कस्तो डेन्जर हो। ल भाग्यो बाटो त ओह्रालो छ त पुरै। मम्मी लामडाँडातिर आइपुग्ने बेलाको बाटो हो होइन। लामडाँडाको सुन्तला बगानतिर आइपुग्यो। यहाँ चाहिँ अब दामी नै छ। जे होस् बाटो खत्रै छ रहेछ यो पनि बाटो। बाटो त चिप्लो पानीबाट चिप्लो हुन्थ्यो तर अलिक ठिकै रहेछ बाटो। यहाँसम्म चाहिँ आइपुग्नु सफल भयो होइन। कताबाट जाने सोच्ने बेला भएको बाटो चाहिँ त्यहीबाट आउँदैछु। बित्दै आउँदैछु बल्ल छेउबाट आउँनु पऱ्यो बाटो। कुदाएको छैन नि त मैले गाडी त्यस्तो। त्यही भएर पनि ल अब कताबाट जाने। त्यहाँबाट म जस्तो कटेर आयो। त्यो माझी गाउँको अर्को बाटो। यहाँबाट चाहिँ उता ओखलढुङ्गाको पनि देखिन्छ बाटो। कस्तो दामी भ्यू देखिरहेछ। कस्तो दामी भ्यू देखिरहेको छ। अब टक्क लाएर चाहिँ म तल बजारले चाहिँ माझी गाउँ भन्ने हो। लामडाँडादेखि मुनि
यो ठाउँ चाहिँ रातो माटो फेमस ठाउँ हो। यहाँ माझी बस्तीहरू छ। बाटो चाहिँ यहाँको के खालको यो ढुङ्गा पनि के खालको चोइटो चोइटो गएको गाडी हिँडेर लडियो भने त्यो ढुङ्गा त ट्याटु भन्छ जस्तो लाग्छ मलाई। यो बाटो चाहिँ पहिला हामी हिँडी आउँथ्यौँ। उता लामडाँडा जानु पऱ्यो भने पटाङ जानु पऱ्यो भने हिँडेर आउने बाटो चाहिँ अब बाइकमा सरर नि त गाडीको बाटो आयो। त्यसमा बाटो आएको धेरै वर्ष भइसक्यो। पहिला आधी बाटो बाइकमा पहिला त्यही गयो पहिला हामी हिँड्दै जान्थ्यौँ बाटो। यो गीत खतरा बजिरहेको थियो, त्यो अडवाला खतरा गीत बजिरहेको थियो। यो बाटो गीत गरेर चाहिँ हिँड्दा चाहिँ लट्ठिक सट्ठिक चाहिँ केही छैन, कटाइहाल्छ त्यो म तालिम प्राप्त भइसक्यो नि त। अन्त पाहाडको बाटो विषय कुरा तालिम प्राप्त भइहाल्छ। दामी बाटो अझै आउँदैछ होइन, अझै टर्निङ 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 बाटा अहिलेसम्मको एकदमै डेन्जर बाटोमा परेँ म। तल दुधकोटी छ बाटो, यो ओह्रालो एकदम ओह्रालो छ। यो चाहिँ त्यस्तो बाटोमा गाडी कुदाएको छैन नि त। मलाई त्यस्तो बाटो एकदम डर लाग्छ कुदाउँदा। यो सब झर्नुपर्छ, नकुदाइ बल्ल कुदाइदिन्छ होइन। म झर्छु यहाँबाट त्यसो गरेर बिस्तारै बिस्तारै झर्छु। जर्नी हो मेरो। अहिलेसम्मको बाटोमा त्यस्तो हालत थियो मैले भेटेको थिइनँ। यस्तो छिप्पिने पुरै मात्रै गाडी र म भन्छ नि पटुबाट पसिना निस्केछु। यति घटना पाएँ म कतितिर दृष्टिमा देखिरहेको ठाउँ देखेपछि उँधोपट्टिको बारी जस्तोमा चाहिँ मेला लाग्छ। यहाँनिर चाहिँ माघे गतेदेखि 5-6 दिन मेला लाग्छ यहाँ माघे सङ्क्रान्तिमा जहिले पनि। हामी पनि पहिला यहाँ दोकान लिएर आउँथ्यौँ। यो मन्दिरमा त्यहाँ फोन गर्थ्यौँ हामी होइन, फोन गर्नु भने त्यो टर्टिङतिर जान्थ्यौँ। अब यहाँ चाहिँ अब मलहरू चल्छ। सानोदेखि बाटो पनि बाटो छिटिक्क परेको बाटो यस्तो पाहाड रहेछ। यहाँनिर चाहिँ अब उता पारिको देखेको बाटो चाहिँ दिइहालेको बाटो हो। त्यो उनीहरू जाने बाटो, हाम्रो मामा घर जाने बाटो भएर बजारै हो यो चाहिँ होइन। यहाँनिर यहाँ 5 वर्ष आफन्तकै घरहरू छ। मामालाई एकछिन भेट्नु पऱ्यो, अजिला पनि त्यसो भेट्नु पऱ्यो। मैले चाहिँ मामाहरूलाई भेटेँ होइन। यहाँ सन्जेले चाहिँ एकपट्टि यहाँ राखेको छ यहाँ साथीले। अब हेलमेट बोकेको थियो, पारि जाने हो। सन्जे अघि बाइकतिर पारि गइसक्यो नि त। मलाई चाहिँ यो पुलमा त मलाई हाट्न डर लाग्दैन, तर अब उता चाहिँ डर लाग्छ क्या मलाई हाट्न।
पाहाडी बाटो अप्ठ्यारो छ। त्यहाँ ड्याङ 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 पुलमा हिँड्दै होइन, अब यहाँबाट चाहिँ उता बाटो अप्ठ्यारो छ क्या। अब यहाँले त्यस्तो छ देखिन्छ होइन। अब यो चाहिँ रोगुवा बजार हो, टक्क लाएर यहाँबाट तपाईँले देख्न सक्नुहुन्छ। वाइड एङ्गलमा खिचिरहेको छ होइन अहिलेपट्टि। ल म रोगुवा बजार यहाँबाट चढेर अब म चाहिँ त्यहाँतिर माथिको त खानी पनि जाँगिदिएको तब म खानी बाटो आएर बाबाले मलाई सानो बाटो राम्रो ठिक बाटो गाडीमा सुतेर बिताएको थियो यही ठाउँमा। अब यहाँदेखि उँभो चाहिँ बाटो ठिकै छ जस्तो लागिन्छ मलाई होइन। अब ठिकै छ बाटो अलिक जस्तो राम्रै छ भन्छ उताको मान्छेहरू राम्रै